आदरणीय दर्शकबिन, साहित्यको आकाशमा अमरदीप झैं प्रज्वलित नाम महाकवि लक्ष्मीप्रसाद देवकोटा। नेपाली भाषाका तिनै साधक जसको कलमले हजारौं नेपाली मुटुहरूमा संवेदना, विद्रोह र मानवता रोपिदियो। आज हामी तिनै देवकोटाको अनुपम जीवनको यात्रामा समर्पित हुँदैछौँ, जहाँ सङ्घर्ष छ, सपना छ, सृजनाको ज्वाला छ अनि छ शब्दहरूको अमरत्व। विक्रम सम्वत 1966 कार्तिक 27 गते काठमाडौँको धोबीधारामा लक्ष्मीप्रसाद देवकोटाको जन्म भयो। पण्डित तिलमाधव र अमरराजे लक्ष्मीदेवीका सुपुत्र देवकोटाको न्वारनको नाम तीर्थमाधव देवकोटा थियो। तिहारको लक्ष्मी पूजाका दिन जन्मिएका कारण उनलाई लक्ष्मीप्रसाद नाम दिइयो। उनका घरमा आर्थिक अभाव थियो, जसका कारण बाल्यकाल निकै सङ्घर्षपूर्ण रह्यो। देवकोटाले दरबार हाई स्कुलबाट प्रारम्भिक शिक्षा लिए। प्रारम्भिक अध्ययनमा नै उनले असाधारण प्रतिभा देखाए। त्रिचन्द्र कलेजमा अध्ययन गर्दै गर्दा उनले अङ्ग्रेजी कवितामा समेत रुचि देखाए। सन् 1931 मा छात्रवृत्ति लिएर पटना गए, जहाँ उनले कानुनको अध्ययन गरे। तर उनको जीवन सङ्घर्षले भरिएको थियो। आर्थिक अभाव, समाजको उपेक्षा र राजनैतिक अस्थिरताबीच उनले कलम उठाए। साहित्यलाई मनोरञ्जन मात्र होइन, समाज रूपान्तरणको माध्यम बनाए। आदरणीय दर्शकबिन, उनका रचनाहरू केवल साहित्यिक सृजना थिएनन्, ती समाजका ऐना थिए। उनी भावनामा कोमल थिए, विचारमा क्रान्तिकारी। उनका कालजयी कृतिहरू मुनामदन नेपाली समाजको यथार्थ चित्रण गर्ने अमर महाकाव्य, शाकुन्तल कालिदासको अभिज्ञान शाकुन्तलमको उत्कृष्ट अनुवादन जुन उनले 3 दिनमै लेखेका थिए, सुलोचना वीरगाथा महाकाव्य जुन उनले 10 दिनमै लेखेका थिए, कुञ्जनी अत्यन्तै संवेदनशील कविता सङ्ग्रह जुन उनले 1 दिनमा पुरा गरेका थिए, पृथ्वी पूजा प्रकृति र मानव सभ्यताको अद्भुत व्याख्या, मेरो कविता कविको आत्मीय अनुभूतिहरूको सङ्ग्रह, गाइने गीत जनसाधारणको जीवन झल्काउने सरल तर गहकिला रचना। आदरणीय दर्शकबिन, देवकोटाको व्यक्तिगत जीवन र पीडाको यात्राको बारेमा चर्चा गरौँ। देवकोटाको 15 वर्षको उमेरमा मनदेवी चालिसेसँग विवाह भयो। उनका 3 सन्तान थिए, तर उनले धेरै व्यक्तिगत क्षतिहरू बेहोर्नु पर्यो। बुवा आमाको असामयिक निधन अनि 2 सन्तान गुमाउनु परेपछि उनी मानसिक रूपमा आघातमा परे। केही समय त उनले मानसिक अस्पतालमा पनि बिताए। विक्रमसम्म 2015 मा उनलाई क्यान्सर भएको पत्ता लाग्यो। भारतमा उपचार गराए पनि निको हुन सकेन। जीवनको अन्तिम दिनहरूमा उनले आफ्ना मित्रलाई लेखेका थिए, मृत्यु मेरो अगाडि छ, म आकाशमा नक्षत्रहरू खोज्दैछु तर भेट्दिनँ। म आफूलाई शान्ति दिन सक्दिनँ। म उठ्न सक्ने भए म आफू र आफ्ना बच्चाहरूलाई मार्थे। अन्तिम क्षणहरूमा उनले निम्न कविता लेखे, संसार रूपी सुख स्वर्गभित्र रमाइले भित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य, रात परेछ अब बुझ्छु बल्ल। विक्रमसम्म 2016 भाद्र 29 गते शान्त भवन अस्पतालमा उनले देह त्यागे। देवकोटाजी मात्र कवि थिएनन्, उनी विचारका क्रान्तिकारी थिए। उनीले नेपाली भाषा र साहित्यलाई नयाँ दिशा दिए। उनका शब्दहरू केवल मनोरञ्जनका साधन थिएनन्, तिनीहरू समाज रूपान्तरणका अस्त्र थिए। त्यसैले उनलाई नेपाली साहित्यका सेक्सपियर भनेर पनि चिनिन्छ। भारतीय विद्वान राहुल संस्कृत्यानले उनलाई बुद्धपछिको महान मानव अवतारको रूपमा संज्ञा दिएका थिए। आदरणीय दर्शकबिन, महाकवि देवकोटा शारीरिक रूपमा हामीसँग छैनन्, तर उनका शब्दहरू आज पनि जिउँदा छन्। उनका विचारहरू आज पनि उस्तै प्रकाशमान छन्। उनको मुनामदनको यो अजर हरफ, मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन, आज पनि नेपाली समाजको हृदयस्पर्शी मूल्य मान्यता बनेर बाँचिरहेको छ। महाकविलाई सत नमन। आदरणीय दर्शकबिन, आजको यो श्रृङ्खला तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनुहोला। साथै हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला, ताकि आगामी श्रृङ्खलाहरूमा रोचक तथ्यहरूसहितका सामग्रीहरू प्रस्तुत गर्ने हौसला मिलोस्।